हेलो एभ्रिवान, नमस्ते। हजुर सबैजनालाई मेरो अर्को नयाँ मिनी ब्लगमा स्वागत छ है। र अहिलेको ब्लगको सुरुवात चाहिँ म इभिनिङदेखि गर्न गइरहेको छु। र यहाँ चाहिँ म बादाम सब्जीहरू कटिङ गर्दैछु। र मेरो हस्बेन्ड चाहिँ जानुभएको छ आमालाई लिनुको लागि भनेर। र आमा पनि आउनु हुँदैछ है। र त्यही भएर चाहिँ आमा र हस्बेन्ड चाहिँ इभिनिङमा आइपुग्छु भन्नुभएको थियो। त्यही भएर चाहिँ म यहाँ खानाहरू छिटो छिटो गरेर चाहिँ बनाउँदैछु। र यहाँ चाहिँ मैले मसरुम पनि फ्राई गरिसकेको छु र भेन्डी आलु पनि फ्राई गरिसकेको छु है। र यता चाहिँ मैले बोइल गर्दैछु, यो चाहिँ हो बिन्स। र मेरो यता सासु आमालाई चाहिँ एकदमै मनपर्छ यो बोइलको सब्जीहरू चाहिँ एकदमै मन पराउनुहुन्छ नि त। अनि त्यही भएर यता चाहिँ बोइलिङ पनि बनाइदिँदैछु। र यता म चाहिँ मसुरी दाल पनि बनाउँदैछु है। र छिटो छिटो गरेर चाहिँ खाना बनाउँदैछु, किनकि शाममा चाहिँ आइपुग्छु भन्नुहुँदै थियो। त्यही भएर चाहिँ म इभिनिङ 4 बजीदेखि चाहिँ खाना बनाउन स्टार्ट गरिसकेको छु। र तपाईँ आमाहरू आएर चाहिँ हामीहरू जाँदैछौँ बाहिर है। आमाहरूलाई लिएर चाहिँ हामीहरू मन्दिर जाँदैछौँ। र कहाँ कहाँ हुन्छ त्यो चाहिँ तपाईँलाई म अगाडि भन्ने छु है। र त्यही भएर चाहिँ आमालाई लिन जानुभएको छ हस्बेन्ड चाहिँ। र त्यही भएर चाहिँ यहाँ चाहिँ छिटो छिटो गरेर मैले खानाहरू पनि बनाइसकेको छु है। खानामा चाहिँ बोइल मसुरीको दाल, भेन्डी आलु फ्राई, मसरुम फ्राई, पापड, त्यसको बाद टमाटरको अचारहरू बनाउँछु भनेर सोचिरहेको छु। अचार चाहिँ बनाएको छुइनँ। यहाँ चाहिँ टमाटर चाहिँ आमाले ल्याइदिनु भएको थियो घरदेखि नै। अनि त्यही भएर चाहिँ म टमाटर चाहिँ यहाँ काटेर रेडी गर्दैछु। र यो सानो टमाटर एकदमै किराहरू परेको हुन्छ नि त। त्यही भएर मलाई चाहिँ एकदमै राम्रो बिचमा काटेर मजाले हेर्नु मन लाग्छ, किनकि अहिले टमाटर बेसी जस्तो किरा परेको हुन्छ सानो टमाटरमा पनि। त्यही भएर चाहिँ म मजाले हेर्दैछु। र खाना बनाइसक्दा सक्दा चाहिँ आमा र हस्बेन्ड पनि आइपुग्नु भएको रहेछ। र आमा र हस्बेन्ड आइपुग्दा एकदमै शाम भइसकेको थियो, अँध्यारो भइसकेको थियो है। र ट्रेन एकदम लेट भएको रहेछ नि त। अनि त्यही भएर लेटै आइपुग्नु भयो, घर आइपुग्दा एकदम लेट भएको थियो। शामको 8 बजिसकेको थियो है आइपुग्दा चाहिँ। र एकदम गलेर थाकेर आइपुग्नु भएको थियो, यहाँ हुनुहुन्छ। र आमा आइपुगेर चाहिँ फटाफट गरेर नुहाइधुवाइ गरिसक्नु भएको थियो है। र यहाँ मेरो छोरी चाहिँ आएर चाहिँ नचिनेर नि त बस्नु मानेन आमासँग। अनि आमाहरूलाई चाहिँ खानासाना दिइसकेँ है। फटाफट गरेर एकदम गलेर आउनुभएको थियो। नुहाइधुवाइ गरेर खानाहरू दिइहालेँ आमाहरूलाई फटाफट गरेर। अनि आमाहरूलाई खाना दिइसक्नेको बादमा चाहिँ म यता पेकिङ गर्नुको लागि आएँ, कि मैले कपडाहरू सबै अलरेडी निकालेर राखेको थिएँ बादमा पेकिङ गर्छु भनेर। र फटाफट गरेर सबैजनालाई खानाहरू खाइसकेको थियौँ। अनि खाना खाइसक्नेको बादमा चाहिँ म यहाँ नानीलाई सुताउँछु भनेर सोचेको थिएँ, ऊ सुत्नु मान्न, खेलिरहेको थियो नि त। अनि त्यही भएर चाहिँ म चाहिँ चलो नानी सुतेन, म फटाफट पेकिङै गर्छु भनेर गर्दैछु। र हुन्छ त अहिलेको लागि यति नै, बाई बाई, टेक केयर।